यो हो रोटी बेलेको। यो हो सबै मर मसला, नुन, बेसार, अदुवा, लसुन, हरियो खुर्सानी पिसेर यसमा अमचुर पाउडर अनि मसला, चाट पाउडर सबै हालेर बनाएको मासको पिठो। यसमा हरियो धनिया पनि काटेर राखेको छु अलिकति। अनि यसलाई मैले यसमा लगाएर मजाले लगाएँ। यो लगाइसकेपछि यहाँ माथि फेरि अर्को रोटी राखेर हेरिराख्नु है त मैले कसरी बनाउँछु। यो हामीले यसलाई घारे रोटी भन्छौँ। मासको पिठो भिजाएर पिसेर बनाएको रोटीलाई घारे रोटी भन्छौँ। अब यसमाथि यो अर्को रोटी राखेँ मैले। ल हेर्नु, अर्को रोटी राखेँ अनि यसलाई अब पकाउने हो। यसरी हल्का घिउ लगाएर पकाउने अनि खाने।